यो केटी मान्छेको बुद्धि भन्ने चिजै हुँदैन। जुन पुरुषको कमाई पसिना खाएर ऊ दिनरात बसिरहेको हुन्छ, उही पुरुषको समाजको अगाडि बदनाम गर्दै हिँडेको हुन्छ के। यस्तोसँग आएर म फसेँ, यस्तो नराम्रो छ, उस्तो नराम्रो छ भनेर भएभरको सबै भन्न भ्याएको हुन्छ के। बिचरा होइन। उहाँ भनिस् उसको बुढा भनी चाहिँ दिनरात एक गरेर पसिना बगाएर आफ्नो बुढीलाई कसरी खुसी राख्न सक्छु, के गर्दा उसको मुहारमा खुसी राख्न सक्छु भनेर उसले बरु आफ्नो इच्छा, चाहना सबै मारेर सबै छोडेर उसकै लागि कमाइरहेको हुन्छ। आफ्नै परिवारको लागि कमाइरहेको हुन्छ नि त होइन। परिवारलाई खुसी बनाउने नै उहाँको मेन एमै यही नै हुन्छ सबै छोरा मान्छेको होइन। तर यो छोरी मान्छेले कहिले पनि बुझ्दैन के। जति गरे पनि के चाहिँ गरेको छ भनेर हुन्छ के। जब यो खान दिएको, लाउन दिएको त छ भन्छन् के। त्यो खान दिन, लाउन दिन पनि त कति मेहनत गरेको छ त देखिन्छ नि होइन। तर यो कुरा कहिले बुझ्दैन। तर बदनाम गर्दै हुन्छ। जुन होइन पुरुषको मन सफा हुन्छ नि, ऊ पुरुषलाई जहिले पनि बदनाम गर्ने नै महिला पर्छ कि यो चाहिँ ग्यारेन्टी हो। जस्ट अपोजिटै पर्छ क्या। बुढा जस्तो छ बुढी अपोजिटै हुन्छ। इनकेस बुढा होइन एकदम लोभी छैन, अब फ्रेन्डली छ, धेरै टकेटिभ छ भने बुढी चाहिँ ठ्याक्कै लोभी पर्छ होइन, बोल्दै नबोल्ने चुपचाप पर्छ क्या। धेरैको देखाएको छ।